Namaste and welcome back to my YouTube channel. This is me, Sunita Niroda. अनि हजुरहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ सैटरडे, म बिहान एउटा नुहाएर यसरी चिसो कपाल टावलले बाँधेर मन्दिर जान लागेको। मन्दिर पनि कहाँ जाने भनेर सोच्दै हुनुहुन्छ होला। आज शनिबार सङ्कटा मन्दिर जान लागेको। अनि म मात्र जाने हैन, मसँग मेरो साथीहरु छन् 3 जना। सदीक्षा, पवित्रा, अस्मिता। उनीहरु चाहिँ बिहान अस्मिता र पवित्रा चाहिँ बिहानै उठेर सङ्कटामा गएर लाइन बस्ने, हामी चाहिँ पछि बिस्तारै जाने भनेर। अनि उनीहरु चाहिँ बिहानै गइसके। अब म चाहिँ यहाँबाट रेडी भएर चाल जान्छु। सदीक्षालाई भेटेर हामी सङ्कटा मन्दिर जान्छौँ। मन्दिर जाँदा पनि राम्ररी गर्दा जानु पर्यो। त्यसैले सो लेट्स गेट रेडी। म रेडी भइसकेर जाँदैछु चाबाइल। हजुरहरूले देख्न सक्नुहुन्छ मेरो हातमा किताब पनि छ। अहिले फेरि मन्दिर दर्शन गरेर फर्किसके पछाडि चाहिँ हाम्रो क्लास पनि छ कि आज फेरि छुट्टी छ नि त, त्यही भएर 8:30 बजेदेखि पढ्ने भनेर हामीले। अनि 8:30 बजे हामी क्लास पढ्न पनि आइपुग्ने हो। अनि अब आजको दिन कसरी बित्छ त मेरो, के गर्छु होला त। फर्स्ट त मन्दिर जान्छु, त्यस पछाडि क्लास जान्छु, अनि त्यस पछाडि के गर्छु होला त म सबै हजुरहरूलाई देखाइ नै हाल्छु। अहिलेलाई चाहिँ भने बाई बाई। अनि तैँले भेटेर अब जाँदैछु। मलाई त अघि नै अस्पतालले फोन गरेर छिटो होइन, उनीहरू लाइन बसिरहेछन्। अब हामी गएर त्यसपछि पूजा गरेर अनि फेरि हामी पढ्नलाई आउने। अब हामी एकचोटि सङ्कटा मन्दिर गएपछि देखाउँछु म हजुरहरूलाई। हामी उहाँ पुगे पछाडि हामी सङ्कटा मन्दिर आइपुग्यौँ। म अनि हामी सदीक्षा। हामी कसलाई खोज्दैछौँ? सरी, हामी कसलाई खोज्दैछौँ? हामी अस्मिता, पवित्रा, तिमीहरू यो भिडमा कहाँ छौ? कृपया हामीलाई फेरि उयो हाम्रो गेटमै छौँ भनेको थियो। यस्तो धेरै भिड छ आज सङ्कटा मन्दिर, आज शनिबारको दिन। ओ कत्रो लाइन हो। केटीहरू कहाँ होला? हामी यसरी घुमेर चाहिँ हुँदैन, फोन गरौँ न। हामीले तिनीहरूलाई देखिसक्यौँ कि त्यही पनि हामी नदेखे जस्तो गर्दैछौँ। के भन्दा रहेछन् तिनीहरूले? तिनीहरूको रियाक्सनहरू मैले यहाँ आइसकेपछि देखिनँ। कहाँ गए? यिनीहरू चाहिँ हाम्रा 2टा दुश्मन हुन्। हाम्रो प्यारीहरू आयो होइन, हाम्रो लागि बिहानदेखि आएर लाइन बसेको आइदहरू। वाउ, त बिचमा घुस्रे। मन्दिर आएर झगडा गर्छ तिमीहरू। फाइनल्ली सङ्कटा दर्शन गरिसके पछाडि अहिले हामी कहाँ जाँदैछौँ? काल भैरव जाँदैछौँ। अब हामी त्यहाँ गएर दर्शन गरेर अनि क्लास जाने। त्यताबाट जाने होइन? अनि फेरि हाम्रो क्लास आज 8:30 बजेदेखि भनेको थियो। बिचमा सरले फेरि मेसेज गरेर 8 बजेदेखि भन्नुभयो। 8 बजिसक्यो, 8 बज्दा पनि हामी यहीँ छौँ अहिले। सायद आज हामी क्लास जाँदैनौँ होला। एकछिन पढ्न जाने अनि यसो दर्शन गर्ने क्लासमा, अनि आउने होला सायद आज। त्यस्तै भइरहेछ। ल अब पहिला हामी काल भैरव जान्छौँ। हामी अहिले बसन्तपुर आइपुगेको छौँ। अनि बसन्तपुरमा चाहिँ आज साइकल दिवस रहेछ, जहाँ यस्तो भइरहेको छ। हामी यति बेला कहाँ आइपुग्यौँ? दर्शन गर्छौँ। पानी परिरहेको छ। अनि दर्शन गरेर भ्याइयो भने क्लास जान्छौँ, होइन भने फिल्म हेर्न जान्छौँ। हामी उनको स्वेटर हेर्न जाने। उनको स्वेटर कस्तो रहेछ त? मेरो भन्दा राम्रो छ कि उनको स्वेटर? देख्न सक्नुहुन्छ यहाँनिर भिड रहेछ। यी त फेरि धर्म कर्ममा 1 नम्बर के हो नि त हाम्रो ग्रुप कि। हामीले काल भैरव पनि दर्शन गरिसक्यौँ। भने हाम्रो चाहिँ बिजोग भयो। के भयो भन्दाखेरि पानी परेर बिजोग भयो। आफ्नै धुन छन् केटीहरू। हामी फर्किँदैछौँ कि अहिले।
अनि हामीले चाहिँ छाता ल्याएको थिएनौँ नि त, अनि हामी यस्तो पानीमा भिज्दै हिँडिरहेको छौँ, दुईजना माया लाग्ने। मेरो ब्याग पनि बोकेकी छिन् यिनले, आफ्नो ब्याग पनि बोकेकी छिन्। अनि राम उनीहरूको चाहिँ छाता, हामीलाई त वास्तै छैन छाता, दुईजना छाता ओढेर। अनि हामीलाई यस्तो गर्यो नि, हामी त्यस्तरी हिँड्दैछौँ बसन्तपुरमा। तिमीहरूले भगवान्सँग के माग्यौ त भन न। भगवान्सँग मागेको कुरा भन्नु हुँदैन साथीहरू, पुरा हुँदैन। धन्न थाहा रहेछ यिनीहरूलाई, मलाई थाहा छैन कि भनिहाल्छन् कि भन्दा सोधे। मैले त मागेको छु एउटा मात्रै कुरा। मैले भगवान्लाई हजुरसँग मागेँ नि, हजुरले नि भन्ने एउटा टिकटक छ नि, मैले नि बुझिसकेँ यिनले के माग्नु बुझ्न पाइएन नि त साथी हो। मैले यिनले के मागिनु बुझेको। फेरि आज साइकल दिवस, अब फर्किँदाखेरि पनि साइकल दिवसको अवसरमा साइकलहरूको भिड लागिरहेको छ यहाँनिर। हजुरहरूले देख्न सक्नुहुन्छ बसन्तपुरमा। यो के चोक भन्छ अरे, विशाल बजार भन्छ है। विशाल बजार त उतो अगाडि हो। ए विशाल बजार। यो विशाल बजारमा चाहिँ यस्तो छ। मेरो क्यामेराले जुम गर्दा नि जुम गर्न भइसकेन, ठम्ब्याउन सकेन। म अगाडि गइसकेपछि फेरि देखाउँछु। अनि यो चाहिँ एउटा फुल हो, सङ्कटा मन्दिरबाट ल्याएको, मिस फुलकुमारी। अब हामी म एकैचोटि गाडी चढेर हामी अब एकचोटि क्लास जान्छौँ। क्लास गइसकेपछि तपाईँहरूलाई देखाउँछु। हजुर त सरको अगाडि फोन निकाल्न मिल्दैन। सायद हामी अब क्लास सकेपछि के गर्छौँ त, जान चाहिँ हामी क्लास जान्छौँ है। पानीमा भिज्दै भयो भने पढ्नु चाहिँ पर्छ, किनकि हाम्रो इक्जाम आइसकेको छ ब्याचलर 3rd इयरको। अब मात्र 1 महिना बाँकी छ। अब हामी छौँ अन्तिम घडीमा, 1 महिना पर्खे है बढीमा भने जस्तो भए। त्यही भएर जानुपर्छ। अनि त्यही हो ल, अहिलेलाई चाहिँ यति नै। हामी पुरानो मानेश्वर बिचबाटोमा आइसके पछाडि चाहिँ क्लास हुँदैन भनेर क्लासबाट साथीहरूले फोन गरे। अनि हामी चाहिँ फिल्म हेर्नको लागि आएको छौँ। खै यता देखाउनु एकचोटि। यिनीहरूलाई त जस्तै छैन। तिमीहरू कहाँ हिँडेको? के हो त झोला नदेखाउनु भएर 8:15 सो हो। अनि त्यसपछि अहिले कति बज्यो? 9 बजिसक्यो। ए सरी 9:15 सो हो, अहिले 9 बजिसकेको छ। अनि त्यस पछाडि अब हामी गएर उनको स्वेटर हेर्छौँ। ए मलाई देखिरहेको एकचोटि त। Now we are in उनको स्वेटर हेर्न आएको। तर कस्तो हल छ, खाली छ। म भिडियो बनाएर देखाउँछु ल। म त रुन्नै है, के रुनु त फिल्म हेरेर। भाइरल हुन मन छ कसैलाई। क्लास नहुने खबर सुनेपछि त यति खुसी लागेको थियो। लास्टमा किन भन्दाखेरि मुभी हेरेर, हामी मुभी हेर्न जाने त प्लान थियो, तर क्लास सकेर नि जाने भनेर भनेको थियौँ नि त। अनि हाम्रो क्लासै भएन। मेरो साथी दीक्षाले फोन गरेर क्लास हुँदैन नआऊ ल भनेर भनिन नि, त्यही भएर थ्याङ्क यू दीक्षा। फाइनल्ली हामी फिल्म हेरेर निस्केको। कस्तो लाग्यो त फिल्म तिमीहरूलाई? के राम्रो लाग्यो होला र त। राम्रो थियो उनको स्वेटर, हामीले हेऱ्यौँ। हामीलाई चाहिँ मन पर्यो। अब यो निलाउनेलाई के थाहा? निलाउनेलाई के थाहा छैन। अब हामी कहाँ जाने? अब हामी खाना जाने। भोक लागिसक्यो, 12 बजिसक्यो। हामी खाना चाहिँ टिमुरे आइपुगेका छौँ, जुन चाहिँ मध्य बानेश्वरमा। टिमुरेबाट खाना खाएर अब साथीहरू छुट्टिन लागेको। आजलाई चाहिँ साथीहरूसँग यति नै। कोही यहाँ इनड्राइभ चढिसके। बाई बाई। घर आइपुगेका थिएँ। घर आएर नुहाएँ। यस्तो धेरै गर्मी थियो नि। अनि त्यसपछि एकछिन बसिरहेको थिएँ। साथीहरूले फोन गरेर फेरि घुम्न जाऊँ न अरे। अनि कहाँ भने तारे बिर्देको। अनि ल रेडी भएर अब म निस्किन लागेको। हेलो साथीहरू भेटिसकेपछि हजुरहरूलाई देखाउँछु। म यहाँ गणेशस्थानमा आएर वेट गरिरहेको छु। साथीहरू आइपुगेका छैनन्, कति बेला आउँछन् थाहा छैन। अनि मेरो मोबाइलमा चार्ज पनि छैन आज। फेरि मोबाइलले कति बेलासम्म साथ दिने हो चार्जले, होइन त्यो पनि थाहा होइन। साथ दिन्जेलसम्म बनाउँछु। अनि
भ्लग हाल्छु। तिमीहरू भेटघाट भइसके पछाडि हामी चाहिँ तारे भिडतर्फ लागिसकेको छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ म यहाँ चाहिँ मेरो स्कुटर चाहिँ कार्कीले चलाइरहेछ। मेरो पछाडि बस्न डर लाग्छ भनेर होइन त कार्की? पछाडि मेरो साथी पशुपति र पशुपतिको भाइ होला होइन। अनि यहाँ छ अगाडि जगदीश चाहिँ कहाँ हो कहाँ साथीहरू कोही कहाँ कोही कहाँ। अनि अब हामी यहाँबाट गोकर्ण गइसके पछाडि चाहिँ सदिक्षालाई पिकअप गर्छौँ। अनि त्यस पछाडि हामी जान्छौँ। हामी चाहिँ हाम्रो क्लासको साथीहरू हो, हामी ब्याचलर थर्ड इयरको स्टुडेन्टहरू हो अरे क्या, कलेजको साथीहरू हो हामी सबैजना भेटिँदै जाँदैछौँ। पछाडिको 3वटा बाइक, त्यस पछाडि एउटा स्कुटर। हामी ठ्याक्कै तारेभिर आइपुग्यौँ। यहाँ आई लभ तारेभिर लेखेको छ त देखेको छैन। अब हामी हिँड्दै जाने कुरा गर्दैछौँ। यहाँबाट बाइकमा जाने हो होइन? सदिक्षा हामी यहाँसम्म हिँड्दै आइरहेछौँ। सदिक्षा यहाँ अगाडि, म यहाँ, केटाहरू यहाँ पछाडि एक्लै आफू कुरा गर्दै हाँस्दै बोल्दै हिँड्छन्। तिनीहरूले हाम्रो बिल्ला हाने हो? होइन रे होइन रे। तारे भिराएर फोटो खिच्यौँ, एकछिन बस्यौँ होइन। अनि केटाहरू चाहिँ यहाँ माथि गए अनि हामीलाई नै बोलायो फोटो खिच्न। कति राम्रो भ्यू हुन्छ। अब हामी यसै लोभिहाल्यौँ म र सदिक्षा। अनि हामी पनि उकालो जाँदैछौँ। यस्तो छ बाटो, हल्का हाइकिङ पनि भइरहेछ। योभन्दा उकालो जान सकिँदैन भन्दै चाहिँ सदिक्षा, तर हामी चाहिँ जाने हो। कति समय छ मेरो मोबाइलमा चार्ज पनि सकिरहेछ। अब यहाँ कसरी गयो त केटाहरू यसमा? अब यहाँ कसरी जानु त यसमा? यसो जाँदैछौँ। भोक लागिसक्यो मलाई तान केटी। हामी यहाँ माथि आइसक्यौँ। अब हामी यहाँ किन आएको भन्दाखेरि जगदीशको ऱ्याप सुन्न आएको हो कि? जबरजस्ती भए पनि जबरजस्तीले गीत गाइँदैन। सम्बन्ध टुट्यो हाम्रो छुट्यो तिम्रो मेरो साथ, मायाको नाटक गर्यौ तिमीले घाट, कहिले नछुटिने मिठो गर्थ्यौ बात, आज साथमा छैनौ तिमी केवल आउँछ मात्र याद। सम्बन्ध टुट्यो हाम्रो छुट्यो तिम्रो मेरो साथ, मायाको नाटक गर्यौ तिमीले घाट, कहिले नछुटिने मिठो गर्थ्यौ बात, आज साथमा छैनौ तिमी केवल आउँछ मात्र याद। यो मनमा तिम्रा याद निकै हाबी भएको छ, तिम्रो याद मेटाउन चाहन्छु, चुरो थाल्छु तानी राख्न हर बार फ्याक्छु टुट्टा बार। यहाँ हामी माथिबाट तल झर्दा ऐसेलु देख्यौँ कि, तर ऐसेलु सकिएको र है? मलाई थाहा छ जगदीश ऐसेलु भनेको के हो? थाहा छैन नि के हो? तिमीहरूकोतिर पाउँछ पाउँदैन हो नि त? लडे 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 म त लौ नसम्म यस्तो जाडो टिप्न आएछ। मलाई फर्स्ट टाइम होइन गुलियो थियो, मलाई फर्स्ट टाइम खाएको यसपालि। उता कार्कीको घर गएर आउँदाखेरि हैन बाटोमा हामीले यति टिपेर जम्मा गरेर खाँदै आएको। मैले तिमीहरूको स्न्याप केमा देखिरहेको थिएँ। हामी झरिसक्यौँ। हामी यहाँ माथि गएर आएको देखिँदैन पऱ्यो यस्तोमा है। त्यहाँबाट झर्नु नसरी यताबाट झरेको। सबैजना उहाँ तल पुगिसक्यो, म मात्र यहाँ। यहाँ त यस्तो पो रहेछ। ओह झरे है झरे। अब हामी खाजा खान्छौँ गाइज, अनि त्यसपछि घर फर्किनु पर्ने हुन्छ। हामी तारेभिरबाट फर्किसक्यौँ अहिले। खाजा छैन किनकि खाजा मिठो बनाउँदैन, चटपटे खायौँ, चटपटे पनि मिठै थिएन। त्यही भएर हामीले खाजा गाडी गर्न लाग्छ। बरु दाम
माथि तारेभिरमा खाजा मिठो पाएन त्यही भएर हामी यहाँ आएर खाजा खाँदैछौँ सबजना आफ्नो पारामा अहिले चाहिँ म यति बेला कोठा आइसकेको छु अनि आज आउँदा आउँदै रात पर्यो अनि साथीहरू चाहिँ हामी सबैजना खाजा खाइसके पछाडि छुटेको अनि आजको मेरो भ्लग चाहिँ यति नै हो हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गर्न नबिर्सिनु होला अनि हजुरहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला बाई बाई